नमस्कार। माघ महात्म्य अन्तर्गत श्री संस्थानी व्रत कथाको 20औं अध्यायमा यहाँलाई स्वागत छ। 20औं अध्याय सुरु गर्नुभन्दा पहिले श्लोकमा प्रार्थनामा शरीक भइदिनु न हार्दिक अनुरोध छ। यम ब्रह्मा वरुणेन्द्र रुद्र मरुतः स्तुन्वन्ति दिव्यैस्तवैर् वेदैः साङ्गपद कर्मोपनिषदैर् गायन्ति यं सामगः ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा तस्मै देवाय तस्मै नमः। श्रीमत्चन्दन चर्चितोज्ज्वल बपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्तावली शोभिता सर्वज्ञाननिदान पुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे तरलोकमाताचिरम् मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासायामित तेजसे यस्य प्रसादात् वक्ष्यामि नारायण कथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। यो सँगसँगै प्रार्थना सँगसँगै धन्यवाद शरीक हुनुभएकोमा हामी अब 20औं अध्यायको कथा श्रवणतर्फ लाग्दैछौँ। 20औं अध्यायको कथा सुनिदिनु हुनका लागि अनुरोध छ र कथा यस प्रकार छ। हिजो हामीले 19औं अध्यायमा गोमा ब्राह्मणी उत्पन्न भएको, गोमा नानी उत्पन्न भएको र गोमालाई भगवान शिवको श्राप परेको सम्मको कथा श्रवण गर्यौं। आज गोमाको विवाह सम्बन्धी कथा 20औं अध्यायमा सुन्न गइरहेका छौँ। अथ 20औं अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि। कुमारी गोमा भिक्षुक रूप श्री महादेवको श्राप सुनेर अति दुखित भइरहेकी थिइन्। केही कालपछि गङ्गामा स्नान गर्न गएका शिवभट्ट ब्राह्मण सती ब्राह्मणीले स्नान सन्ध्या सकेर हरिहरको पूजा गरी सुवर्ण आदि नाना द्रव्य दान गरी सधैँका झैँ घर फर्के र घरमा आफ्नी प्यारी छोरी गोमालाई रोइरहेकी देखेर, हे पुत्री किन रोएकी, के दुःख पर्यो भनी सोद्धा गोमा भन्दछिन्, हे माता, हे पिता, गङ्गा स्नान गर्न तपाईहरू गएपछि म अक्षता केलाइरहेकी थिएँ। सकिएपछि भिक्षा दिन्छु भन्दा मसँग भिक्षा लिन आएका भिक्षुकले यो सकिएपछि भिक्षा दिन्छु भनेर पर्खाए। यो अक्षता केलाइसकिन लागेको छ भनेर रोकिँदाखेरि अक्षता केलाइसकेर भिक्षा लिएर दिन भन्दै जाँदा उनले मलाई भने, हे ब्राह्मणी पुत्री, यतिका बेर तैँले मलाई पर्खाइस् र बल्ल भिक्षा दिन आइस्। त्यो भिक्षा म लिन्न। दिने भए तेरा पिताले पूजा गर्न तैँले केलाइराखेको अक्षता भिक्षा दे भने, र मैले लिने भए ल्याउ, नलिने भए अक्षता त दिने होइन भनी भने। यतिकैमा भिक्षुक रिसाएर, हे पापिष्टे, तैँले अहङ्कारले भिक्षा दिइनस्, तँलाई श्राप दिन्छु। हेर, त 7 वर्षकी हुँदा 70 वर्षको बुढोसित तेरो विवाह होस्। फेरि तेरा माता पिताले महाकष्ट गरी सिद्धि गणेशको सेवा गरी पाएको सम्पत्तिको नाश होस्। फेरि तँलाई पनि नाना तरहको दुःख होस्। फेरि माता पिता पनि चाँडै मरिजाउन् भनेर डमरू बजाई श्राप गरी गए भनिन्। गोमाको कुरा सुनि शिवभट्ट ब्राह्मण भन्दछन्, हे पुत्री, ती श्री महादेव हुन् र तिनले दिएको श्राप लाग्ला र कदापि लाग्दैन। भिक्षुकले भने भन्दैमा रुनु छैन, नरौ भनेर अनेक तरहले बुझाए। त्यसपछि गोमा 6 वर्ष लागिन्। तब शिवभट्टले आफ्नी पति सती ब्राह्मणीसित सल्लाह गरेर गोमालाई कन्यादान दिन भनी ठाउँ ठाउँमा योग्य वर खोज्न ब्राह्मणहरू पठाए। जगदीश्वर श्री महादेवको श्रापले गर्दा गोमालाई कन्यादान दिने ब्राह्मण नै पाउन सकेनन्। शिवभट्टले आफै जहाँ तहाँ खोजी गर्दै हिँडे। आफूले भने जस्तो ब्राह्मण फेला पार्न सकेनन् र गङ्गामा गएर स्नान गर्न लागेका ब्राह्मणहरूलाई पनि हेरे। त्यहाँ पनि आफ्नो इच्छाले चाहे जस्तो वर पाएनन्। तब मनमा हरेस लागेर हार मानी घरतर्फ आउँदा कुप्रो, कान नसुन्ने, डेरो, कैलो आँखीभौँ भएको, दारा निस्केको, कपालका रौँ सेतो भएर पाकेको, कालो कालो मुखबाट र्याल बगाइरहने 70 वर्षको, शिलासन गरी अर्थात् शिलामा बसेर सन्ध्या गर्न लागेका शिव शर्मा नाउँ भएका बुढा बाहुनलाई देखी शिवभट्ट ब्राह्मणले तिनैलाई धेरै बेरसम्म हेरिरहे। शिव शर्मा सन्ध्या सकेर, तिमी को हौ, कहाँबाट आयो, मलाई धेरै बेरसम्म किन हेरिरहेको भनेर सोधे। म शिवभट्ट नाम भएको ब्राह्मण हुँ। मेरा घरमा एउटी कन्या छन्। कन्यादान दिन भनी ब्राह्मण कुमार खोज्दै हिँडेको हुँ। भने जस्तो कहीँ पाइन र घर जान भनी हिँडेको तिमीलाई देखेर हेरिरहेँ। तिमी को हौ? यस्तो शिवभट्टको कुरा सुनेर शिव शर्मा वृद्ध भन्दछन्, हे शिवभट्ट ब्राह्मण, म पनि शिव शर्मा नाम गरेको ब्राह्मण हुँ। 16 वर्षको उमेरदेखि कसैले दिए भने कन्यादान लिन भनी हिँडेको। अहिले 70 वर्षको हुँदा पनि मलाई कन्यादान दिने कोही भएन। मेरा भाग्यले आज तिमीलाई पाएँ। ईश्वरको कृपाले
हामी दुवैको काम पूरा भयो। हे पिता, मेरा उपर दया गरी तिम्री पुत्री मलाई कृपा गरेर देऊ। सहस्र बिन्ती छ। ब्राह्मण भएर यो उमेर होउन्जेल पनि मेरो विवाह हुन सकेन। अब तिमीले कृपा गरे कन्यादान पाउँला। यस्तो शिव शर्माले भनेको सुनेपछि शिवभट्ट ब्राह्मण भन्दछन्, यस्तो उमेरका तिमीलाई बालक छोरी कसो गरिदिनु? विशेष तिमी यस्ता कुरूपलाई कामदेवकी स्त्री रति जस्ती सुन्दरी मेरी पुत्री अयोग्य छ। शिवभट्टका कुरा सुनि शिव शर्मा फेरि भन्दछन्, हे शिवभट्ट, त्यस्तो आज्ञा नगर। ती कन्या मलाई देऊ, नदिए हत्या गरी मर्नेछु, अर्थात् आत्महत्या गर्नेछु। शिव शर्माको यस्तो कुरा सुनेर शिवभट्ट मनमनै भन्दछन्, त्यसको कर्ममा त्यस्तै लेखेको रहेछ, म के गरौँ? उस दिन श्राप दिने भिक्षुक रूप श्री महादेव नै रहेछन्। उनको श्राप टार्न इन्द्रले पनि सकेनन्, रावणले पनि सकेनथ्यो। म जस्तो ब्राह्मणले कसरी सकुला? यस्तो विचार गरेर मनमा अनेक तरहका कुरा खेलाउँदै शिव शर्मालाई लिएर शिवभट्ट ब्राह्मण आफ्ना घर गए। सती ब्राह्मणीले शिव शर्मालाई साथमा लिएर घर आएको देखेर तपाईले कसलाई किन डाकेर ल्याउनु भयो भनेर सोधिन्। शिवभट्ट भन्दछन्, हे सती, योग्य ब्राह्मण वर खोजी हिँड्दा कहीँ पाउन सकिन। घर जाउँ भनेर आउँदा यी गङ्गामा बसी सन्ध्या गर्न लागेका रहेछन्। मलाई आएको देखेर सन्ध्या सकेर म छेउ आई, को हौ, कहाँदेखि आयो भनी सोधे। मैले, म ब्राह्मण हुँ, मेरो घरमा एउटी कन्या छ, कन्यादान दिने ब्राह्मण खोजी हिँडेको, कहीँ भने जस्तो नपाउँदा घर जान हिँडेको हुँ भने। तब यिनले, म पनि ब्राह्मण हुँ, 16 वर्षको उमेरदेखि कसैले दिए कन्यादान लिन भनी हिँडेको, मलाई कन्यादान दिने कोही भएन। आज मेरा भाग्यले तिमीलाई भेटे, तिम्री पुत्री मलाई कन्यादान देऊ भने। मैले, हे शिव शर्मा, तिमी यस्तो उमेरका वृद्ध कुरूपलाई कामदेवकी स्त्री रति जस्ती मेरी छोरी योग्य छैन, यस्तो कुरा नगर भने। तब यिनले, त्यस्तो आज्ञा नगर, ती कन्या मलाई दान गरेर नदिए हत्या गरी मर्नेछु भनेर मसँग सँगै लागेर आए। यो अनर्थ भयो। ब्राह्मणको हत्या लिउँ कि गोमा कन्यादान गरेर दिउँ? आफ्ना पति शिवभट्टको यस्तो वचन सुनेर सती ब्राह्मणी भन्दछिन्, हे स्वामी, त्यस्तो कुरा नगर। यो कस्तो भने, खान नसुन्ने, बुढो, डेरो, कोइरा आँखा भएको, कपाल फुलेको, कालो, मुखबाट र्याल चुहाउने, धारा निस्केको, यस्तालाई मध्याह्न कालका सूर्यको जस्तो तेज भएकी, पूर्णचन्द्रको जस्तो मुखको कान्ति भएकी, हात्तीका सुँड जस्तो पाखुरा तिग्रा भएकी, बाघको डम्बरू जस्तो कम्बर भएकी, सावित्रीको जस्तो पैताला भएकी, सुन जस्तो पहेँलो जिउ भएकी, राजहंसको जस्तो हिँडाइ गमन भएकी, कोइलीको झैँ मिठो स्वर भएकी मेरी छोरी, त्यसलाई कसरी दिउँ? दिन्न। अर्काले कन्या दिएन भनेर जतिले हत्या गरेर मर्लान्, के त्यो हत्या हामीलाई लाग्छ? कदाचित तपाईँलाई त्यस कुराको भय सन्देह छ भने त्यो हत्या गरी मरोस्, त्यो पाप म आफ्नो कपालमा थापुनी। यस्ता घुर्कीले डराउनु पर्दैन। त्यसलाई त 1000 ब्रह्महत्या लागे पनि म मेरी छोरीको कन्यादान दिने छैन। पृथ्वीमा अरू कोही ब्राह्मण छैनन् कि तपाईँले खोज्न नसकेको हो? त्यसो हो भने म गएर खोजेर ल्याउँछु भनेर सती ब्राह्मणीले शिवभट्टलाई भनेको कुरा सुनेर शिव शर्मा ब्राह्मण भन्दछन्, हे माता, संसारमा बुढा पनि छन्, बालक पनि छन्, राम्रा पनि छन्, नराम्रा कुरूप पनि छन्। कसैका सन्तान धेरै छन्, कसैका सधैँ छैनन्। कसैका आफूभन्दा उमेर पाकेका स्त्री र कसैका बुढापति पनि छन्। कोही धनी छन्, कोही गरिब छन्। कुमालेको चक्र चाहिँ घुमिरहेको यो संसारमा बुढो सबैले हुनुपर्छ, सबैले एक दिन मर्नुपर्छ। बुढो नहुने र मर्नु नपर्ने कोही छैन। त्यसर्थले ती कन्या मलाई दिनुहोस्, नदिए तपाईँ दुवै स्त्री पुरुषलाई श्रापेर प्राण त्याग गर्नेछु भनेर प्राण वायु खिचेर ब्रह्माण्डमा पुर्याई आफै मर्न तयार भए। तब शिवभट्ट ब्राह्मण डराएर भन्न लागे, हे शिव शर्मा ब्राह्मण, त्यसो नगर, मेरी पुत्री तिमीलाई दिन्छु भनेर बुझाई गोडा धोई माथि लगे। सती ब्राह्मणीले भने मानेकी थिइनन्। तब शिवभट्ट ब्राह्मण सती ब्राह्मणी अर्थात् आफ्नी पतिलाई बुझाउन थाले, हे सती, हे स्त्री, उस दिन सरापेर जाने भिक्षुक रूप श्री महादेव रहेछन्। अब 33 कोटी देवता हाम्रो सहाय भएर आए पनि यो श्राप टार्न सक्ने छैनन्। दैवले गरी पारी ल्यायो। गोमा यिनैलाई कन्यादान दिउँ, ढिपी नगरेर सामग्री तयार गर भने। तब सती ब्राह्मणी विचार गर्न लागिन्, अहो आश्चर्य, बुढाको र बालकको विवाह भएको देख्नु पर्यो। निर्विवेकी विधाताले मेरी पुत्रीको ललाट अर्थात् निधारमा कस्तो लेखेको रहेछन्। न्वारानका दिन बालिका भाग्यमानी हुनेछन्, सम्पूर्ण लोकले मान्नेछन् भनेर ब्राह्मणहरूले भनेका थिए। त्यो पनि मिथ्या रहेछ। हामीले नगर्नु कर्म त केही गरेका थिएनौँ। सकेसम्म सबैको भलो गर्थ्यौँ। के पापले यस्तो भयो? मेरी पुत्रीलाई श्राप दिने श्री महादेव रहेछन्। यो अजानले के जान्दथे र श्राप दिएछन् भनेर
अधैर्य भई सहरै रुन लागिन्। अनि शिवभट्ट ब्राह्मण भन्दछन्, हे स्त्री नरौ, दैवले जस्तो चिताए त्यस्तै हुन्छ। शिव शर्मालाई खान पिउन दिएर सुत्ने ठाउँ खटाइदेऊ, विस्मात नगर भने। यस्तो आफ्ना पतिको वचन सुनेपछि सती ब्राह्मणीले अनेक तरहको पकवान तयार गरेर खान पिउन दिइन्। शिव शर्मा सुत्न गएपछि सती ब्राह्मणीले आफ्नी पुत्री गोमालाई डाकी काखमा राखेर स्नेहले आँखाबाट आँसु खसाली भन्न लागिन्, हे प्यारी पुत्री, तेरो विवाह हुने भयो। त्यस वृद्ध ब्राह्मणलाई तेरो बाबाले कन्यादान दिनेछन्, किनभने उस दिन तँलाई सरापेर जाने भिक्षुक श्री महादेव रहेछन्। त्यो शराप तँलाई लाग्यो, हामीलाई दोष नदे। तैँले पनि सुर्ता नगर्नु, तेरो कर्ममा लेखेको कुरा अन्यथा गर्न कसको सामर्थ्य छ। हे गोमा भन्दै आँखाबाट बलिन्द्र धारा आँसु भगाइन्। यस्ता कुरा आफ्नी माता सती ब्राह्मणीले भनेको सुनेर गोमा भन्दछिन्, हे माता, तिमीहरूलाई केही दोष छैन। मेरो कर्ममा यस्तै लेखेको रहेछ। फेरि महादेवले दिएको शराप मिथ्या गर्न को सक्दछ। मैले अहंकार गरी भिक्षुक रूप श्री महादेवलाई अनादर गरेको फल पाएँ। जो मनुष्यले भिक्षा माग्न आएका भिक्षुकलाई समयमा भिक्षा नदी पठाउला त्यो अवश्य दुःखमा पर्ला। भिक्षा माग्न आएका भिक्षुकलाई जसले भिक्षाले सन्तोष पारेर पठाउला त्यसले यसलोक र परलोकमा समेत सुख पाउनेछ। हे माता, तिमी सन्देह नगर। बुढो भए पनि, दरिद्र भए पनि, खोरण्डो भए पनि, रोगी भए पनि, लाटो भए पनि, कुष्टी भए पनि, पापी भए पनि मलाई दैवले पारिल्यायो। रामचन्द्रजी जस्तालाई त दैव लागेर वनवास जानु पर्यो। वनवासमा पनि रावणले सीता हरण गर्यो। फेरि श्री महादेव जस्तालाई दैव लागेर कालकुट विष कण्ठमा राखी नीलकण्ठ भएर हिँड्नु पर्या छ। फेरि युधिष्ठिर जस्ता सत्यवादी राजालाई दैव लागेर राज्यबाट निकालिनु र वनवास अनि गुप्तवास समेत बस्नु पर्यो। द्रौपदी जस्ती पवित्रतालाई पतिव्रतालाई दैव लागेर दुर्योधनका सभामा दुशासनद्वारा फरिया खोसाइनु पर्यो। फेरि बलिराजा जस्ता दातालाई दैव लागेर पाताल गएर बस्नु पर्यो। मायाका पति कृष्णलाई दैव लागेर आफ्ना अगाडि आफ्नै नाति अनिरुद्धलाई नागपाशले बाणासुरले बाँधेको र 56 कोटी यदुवंशीहरूको नाश भएको देख्नु पर्यो। फेरि ब्रह्माण्ड र त्यसमा भएका जीव जन्तु जड चैतन्य आदि समस्त सृष्टि गर्ने ब्रह्मालाई दैव लाग्दा आफ्नो शिर कटाएर रहनु पर्यो। फेरि देवताका राजा देवेन्द्रलाई दैव लाग्दा राज्य छोडी भाग्नु पर्यो। हे माता, दैवको गति लङ्घन कसैले गर्न सक्दैन, अर्थात् दैवको गतिलाई कसैले उल्लङ्घन गर्न सक्दैन। जस्तै घडाली कस्तै धेरै पानी भएको समुद्रमा गएर डुबाए पनि पानी घडाभरि मात्र आउँछ, त्यस्तै आफ्नो भाग्यमा लेखेको मात्र पाइन्छ। सन्देह नगर, तिमीहरूले दिएको ठाउँमा म खुसीसित जाउँली। यस्तो वचन गोमाको सुनेपछि सती ब्राह्मणी खुसी भएर भन्दछिन्, हे गोमा, त धन्य रहिछस्। यस्तो बालक अवस्थामा पनि त्यस्तो ज्ञानको कुरा गर्ने भनेर रातभरि आमा छोरी कुरा गरेर बसे। भोलिपल्ट शिवभट्ट ब्राह्मणले नाउ डाक्न पठाएर शिव शर्माको कपाल खौरन लगाए। मन परेको मिठो मसिनो खान लाउन पाउँदा शिव शर्मा पनि हृष्टपुष्ट भएर मोटाए। त्यसपछि शिवभट्ट ब्राह्मणले लग्न ठहराई कन्यादानको सामग्री तयार पार्न लगाई नाना मङ्गल यात्रा गरी आफ्ना मर्यादाले गोमालाई मणिमाणिक्य हीरा मोती इत्यादि पहिराई शिव शर्मालाई कन्यादान दिए। गोमाले हातमा फूलको माला ली शिव शर्माको गलामा श्रद्धापूर्वक पहिराइन् र दण्डवत गरिन्। कन्यादान सकेपछि शिवभट्टले डाकेका ब्राह्मणहरूलाई भोजन गराई श्रद्धापूर्वक दक्षिणा दिए र ब्राह्मणहरू आशीर्वाद दिँदै घरतर्फ फर्किए। गोमा ब्राह्मणीले शिव शर्मालाई बडो प्रीति प्रतिष्ठापूर्वक सेवा गरेर राखिन्। इति श्री स्कंद पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वर्या व्रत कथायम गोमा कन्यादानम नाम 20औं अध्याय। यो सँगै गोमाको कन्यादान भएको 20औं अध्यायको कथा सकिएको छ र 20औं अध्यायको अन्त्यमा फेरि पनि प्रार्थनामा शरीक भइदिनु न अनुरोध छ। उपनयतु मङ्गलं वह सकल जगन् मङ्गलालयः श्रीमान् दिनकर किरण निबोधित नवनलिन दल निवेक्षणः कृष्णः काले वर्षतु पर्जन्यः पृथिवी शस्यशालिनी देशोऽयं क्षवरहितो ब्राह्मणाः सन्तु निर्भया अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतं तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राचिचोद्धार कथा प्रसंगः या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणा वरदण्ड मंडितकरा या श्वेत पद्मासना
या वीणा वरदण्ड मण्डितकरा या श्वेत पद्मासना या ब्रह्माच्युत शङ्करः प्रभृतिभिः देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निशेषजाड्यापः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यद्दत् सकलं परस्मै नारायणायेति समर्पयेतत्। यो सँगसँगै हाम्रै 20औं अध्याय सकिएको छ। अब भोलि हामी 21औं अध्यायको कथासहित यहाँहरू समक्ष पुनः उपस्थित हुनेछौँ। आजको लागि कथा वाचनमा सरिक भइदिनु भयो, कथा सुनिदिनु भयो, धेरै धन्यवाद। जय स्वस्थानी देवी।